नमस्कार मेरो युट्युब फ्यामिलीहरु सबैजना सन्चै हुनुहुन्छ होला पनि यहाँ सन्चै छु र आज चाहिँ मैले सानो भिडियो लिएर आएको छु तपाईहरुको समक्ष र तपाईले हेर्नुहुन्छ अनि लाइक कमेन्ट गरिदिनुहुन्छ भनेर आशा राख्दछु र आजको मेरो ब्लग चाहिँ सुरु हुन्छ यसरी है मर्निङमा चाहिँ म अब मेरो पूजा गरेर मुख धोएर चाहिँ आज चाहिँ मेरो ब्रेकफास्ट छ नानी चाहिँ मेरो सिगरेट बोकेर खेल्दैछ उसले चाहिँ खानु मानेन अनि मैले खाइदिन्छु आज चाहिँ मेरो बान्जी पनि आएको छ यहाँनिर अनि अब हामी पनि जाने हो 3 दिन बाद सिलगढी जाने हो त्यही भएर हामीलाई भेट्न आएको छ यहाँ चाहिँ टिभी हेरेर बसिरहेछन् अब हामी चाहिँ यहाँनिर के कामहरु हुँदैछ घरको साथीहरु अब काम सकेर हो यहाँनिर बाबाले चाहिँ कस्तो टाउको ल्याउनु भन्छ सुप खानुको लागि अन्तखेरि अब यो भोलि मात्रै खाने भनेर राखिरहेछ तर आमाले चाहिँ अझै बनाउने भन्नुभयो अनि त्यही भएर अब यहाँ रेडी गर्दैछु म त्यसलाई मजाले साफ सफाई गरेर खाने हो मेरो नानी चाहिँ डराउँदैन यसरी म्या भन्दैछ डराउँदैन छ हो ठुलो रहेछ टाउको पनि अन्त आमा चाहिँ चिकन खानुहुन्छ अब साथीहरु अब मेरो चाहिँ त्यो चाहिँ आमाले रेडी गर्नुभयो चिकन चाहिँ मैले पकाएँ अब खाने बेला मुना थियो हो त अब दाल पनि पकाएको छु कालो दाल अचार अनि म चाहिँ यति भात लिएर राखेको छु कालो दाल भात अनि मासु चाहिँ पस्किदिनु हुँदैछ आमाले बाबा चाहिँ भोक लागेर बटाबटी खानु हुँदैछ अन्त मेरो तिउन हालिदिनु हुँदैछ आमाले चाहिँ अब खानु बस्ने म पनि हो र साथीहरु खानु बसे है र साथीहरु भिडियोमा लाइक कमेन्ट अनि सब्स्क्राइब पनि गरिदिनुस् होला नयाँ आउनेहरुले तर तपाईहरुले कमेन्ट गरिदिनुस् होला अब कुन विषयमा के भिडियो बनाउनु भनेर साथीहरु साथीहरु यसरी हेरेको त नानी त खोर्सानी पनि खेलाउँदै रहेछ हो फेरि खोसेन टेबल माथि चढेर खेलिरहेछ मेरो छोरी चाहिँ बेबी ढोल बजाने दी बेबी ढोल बजाने दी अब साथीहरु खानापिना पनि भयो हो अब भान्जीहरु गइसकिन खाएर हो भेटघाट गरेर फेरि हामी बुधबार चाहिँ जानेछु सिलगढी र अब म चाहिँ भिडियो उताकै बनाउँछु सिलगढीकै र तपाईले हेरिदिनुस् होला ऊ खेलिरहेछ टेबलमाथि म चाहिँ बसिरहेको छु उलाई हेरेर thank you so much. Thanks for watching. Bye bye.